So, hello guys, welcome to the new video on what and disappointment. What a disappointment. यस्तो disappointment भयो नि यो आज चाहिँ nobody thought कि यस्तो हुन्छ भनेर like we all thought maybe or was gonna fight होइन अनि fight पनि भयो तर like he injured himself in the first minute के first minute भन्दा नि first shot he tried to land होइन first kick he tried to land अनि त्यसतिर चाहिँ ट्याक्क knee blow up भयो कि knee-बाट ट्याक्कै के मसल टियर भयो जस्तो लाग्यो मलाई चाहिँ होइन अनि आई वाज सो एक्साइटेड कि होइन युएफसीको लागि युएफसी अनि कर्नर मेगरेगरको लागि चाहिँ लास्टै एक्साइटेड थिएँ होइन अनि लाइक कस्तो डिसपोइन्टेड भयो कि अब डिसपोइन्टमेन्ट हुन्छ नि अनि कस्तो स्याडवाला डिसपोइन्टमेन्ट नै भएन कि हुन्छ नि हाँस्न मन लाग्नेवाला के हुन्छ नि हाँसो लाग्नेवाला डिसपोइन्टमेन्ट भयो कि लाइक वाट क्यान वी डु के अनि आई फुल ब्याड फर दिस पिपल होइन त्यो जो चाहिँ स्टेडियममा गएर 20,000 जनाले पैसा तिरेर होइन अझ एक्स्ट्रा पैसा के लाइक सबभन्दा सस्तो टिकट चाहिँ 1000 कति डलरको थियो होला है अनि त्यत्रो तिरेर गएन न 20,000 जना मान्छे तिनीहरूलाई के भयो होला कि त्यहाँ यार ऊ कर्नर मेगरेगरलाई हेर्न भनेर गएको सबैजना लाइक अरू रेस्ट अफ द कार्ड चाहिँ एकदमै गुड थियो होइन एकदमै राम्रो थियो तर लाइक एभ्री वान वाज देयर फर कर्नर मेगरेगर होइन अनि कर्नर मेगरेगरको लागि सबैजना गएको थिए तर वाट अ डिसपोइन्टमेन्ट के लाइक वाट क्यान आई डु होइन अब कर्नर मेगरेगर पनि त्यस्तो होला जस्तो त लाग्थेन तर होइन त्यसको इन्ट्रान्स हुन्छ नि अब पहिला अराको कुरा गरौँ है त इन्ट्रान्स छोडिदिउँ है होइन मेन इभेन्ट कस्तो हुन्छ भन्दाखेरि फर्स्ट टाइम म्याक्स होलो आउँछ होइन म्याक्स होलोको इन्ट्रान्स पनि राम्रो थियो ट्याक्क झन्डा लिएर आएको थियो होइन युकेको झन्डा किन लिएर आएको थियो अरे तर युएससीको है यो त म्याक्स होलो त र युकेको झन्डा लिएर आएको थियो क्या अनि आयो होइन अनि लगभग बु गरिरहेको थिएँ म्याक्स होलोलाई त्यस्तो धेरै बु पनि होइन तर बु चाहिँ गरिरहेको थिएँ अनि त्यसपछि पाला आउँछ कर्नर मेगरेगरको अनि कर्नर मेगरेगरको त्यो गीत बज्ने बित्तिकै यस्तो चियर्स आउँछ नि यस्तो अरा थियो नि अनि मेगरेगर स्लो स्लो हुँदै आउँछ कि अनि त्यसको मोह के कपाल के काटेको यार तोरी साला यस्तो मोहक हानेर आउँछ यार हिजोसम्म त खतरा थियो हुन्छ नि यताउता लाइक नाइस हेयर कट थियो के अनि आज सोल्टीले मोहक हानिदियो होइन बल्ल त अनि आयो यस्तो खतरा ओरा फिल भइरहेको थियो होइन लाइक सबैले चियर गरिरहेको थियो अनि मैले लाइभ स्ट्रिममा हल्का गाना पनि गाइरहेको थिएँ लाइक आउन त आउँथेन त्यस्तो है तर एक दुई चारचोटि सुने गएर चाहिँ जे जे आउँछ त्यति गाइरहेको थिएँ होइन अनि मेगवेयर केम टु द होइन त्यो चेक गर्छ नि यस्तो के त्यो माउथ गार्ड छ कि नै अनि केही इलिगलहरू केही ल्याखा कि ल्याखेन भनेर त्यसरी चेक गर्ने बेला ट्याक्क त्यसले जुत्ता खोल्ने बेला चाहिँ त्यो राम्रोसँग उभिन सकेको थिएन कि लाइक त्यो धेरैले नोटिस गरे होला होइन अनि मैले पनि नोटिस गरेको थिएँ अनि केही न केही प्रब्लम भयो जस्तो देखेको थिएँ तर नोबडी केयर कि होइन त्यस्तो खासै केही होला जस्तै भनेर होइन अनि कर्नर भित्र गएन यस्तो अरा फिल भइरहेको थियो अनि म्याक्सहरूलाई इन्ट्रोड्युस गरेर ब्रुस बफरले त्यसपछि द वान द ओन्ली द नोटोरियस कर्नर मेगरेगर भन्यो होइन ब्रुस बफरले अनि ट्याक्क फाइट स्टार्ट भयो लाइक अनि फाइट स्टार्ट हुने बित्तिकै जो त्यहाँ दगुडेर गएर होइन कस्तो के किक भन्छ यार उडेर किक हान्न खोजेको थियो तर कस्तो राइट लेगमा हुन्छ नि राइट निमा कस्तो भारी पऱ्यो के म्याक्स वेलरलाई त्यो किक पनि लाएन तर किक चाहिँ ब्युटिफुल थियो होइन राम्रो किक थ्रो गरेको थियो तर अबे कसरी इन्जर भयो कि यार उत्तिकै फर्स्ट 10 सेकेन्डमा चाहिँ इन्जर भयो कि त्यो हान्ने बित्तिकै सुत्दियो के हुन्छ नि पुरै ब्याकमा गयो क्या सुत्दिएर अनि एक दुईचोटि उठेको थियो यार एक दुईचोटि उठेर फेरि एकचोटि उठेर पनि फेरि त्यो किक हान्ने कोसिस गर्यो अनि फेरि सुत्यो म्याक्सवेलले हल्का ग्राउन्ड एन्ड पाउन्ड हानेको थियो तर म्याक्सवेलले हल्का हेजिटेट पनि भएको थियो त्यसले थाहा पाइसकेको थियो इन्जरी भयो भनेर अनि मेग्रेगर ट्राई टु फाइट अनि यताउता गर्न लागेको थियो तर यी कुडन कि अब त्यहाँ निबाटै गएपछि त यताउता मुभमेन्टै हुँदैन त फाइट गर्नै सक्दैन अनि एभ्री बडी वाज डिसपोइन्टेड कि एभ्री बडी यस्तो बु भयो नि कर्नर मेग्रेगरलाई त्यस्तो त्यस्तो बु होइन कर्नर मेग्रेगरले बु पाएको जो अहिले जो होला कि लाइक नो बडी थट के यस्तो हुन्छ अरे मान्छेहरूले के भन्दै थियो भन्दाखेरि होइन मेग्रेगर अब रिङमा आउने कहिले हो यो केजमा फाइट गर्ने कहिले हो भनेर मैले ट्याक्क केजभित्र गएपछि त्यो फाइट स्टार्ट भएपछि म त पत्ताउँछु भन्थेँ त्यही पनि भएन कि यार आज त फाइटै भएन कि यार लाइक एभ्री बडी वाज डिसपोइन्टेड कि यस्तो रेज भइरहेको थियो नि नो बडी थट के यस्तो हुन्छ भनेर लाइक दिस वाज द वर्स्ट आउटकम के अब धेरैले सोचिसकेको थिएन धेरैले थाहा थियो होला अब होलोवेले चाहिँ टिक्यो हान्छ भनेर अनि त्यो फाइट कर्नर मेगरेगरको हल्का स्ट्राइकिङ हेर्दा पनि नि स्ट्राइकिङ भन्दा पनि त्यो अगाडिको एक दुईवटा पञ्च थ्रो गरेको हेर्दा पनि नि अब त्यो इन्जर्ड भइसकेको थियो होइन त्यस्तोसम्म चाहिँ तर त्यो एक दुईवटा पञ्च थ्रो गरेको हेर्दा पनि होलोवेले टिक्यो हान्छ जस्तो त लागिरहेको थियो तर लाइक दिस वाज द वर्स्ट आउटकम के एक राउन्ड फाइट होइन एउटा राम्रो राउन्ड लडेको भए पनि हुन्थ्यो कि डेना वाइटलाई नि भनेको थियो भने एक राउन्ड भए पनि हेर्न पाए हुन्थ्यो होइन यस्तो
त्यस्तो डिसपोइन्टमेन्ट हुन्थेन होइन मजा आउँथ्यो अब हलोवेको एकदमै स्टार पावर बढ्थ्यो होइन हलोवेले जित्यो यो फाइट चाहिँ लगभग सबैलाई थाहा थियो होइन कन्फर्मै थियो अनि यति पनि फाइट भएन कि यार लाइक एउटा एक्सचेन्ज पनि हेर्न पाइने कि एउटा एक्सचेन्ज मात्रै हेर्न पाएको भए पनि हुन्थ्यो कि अब त्यस्तै पनि हलोवेले नकआउट हानेको भए नि हुन्थ्यो कि इन्जरीले अब तपाईँ 2026 चाहिँ के हो यार 2026 मेन इभेन्टको लागि चाहिँ एकदमै वर्स्ट इयर हो कि वर्स्ट भन्दा पनि फ्यानहरूको लागि चाहिँ कस्तो भइरहेको एकदमै डिसपोइन्टमेन्ट भइरहेको लाइक फर्स्टमा चाहिँ इलिया टोपरिया अस्तिको पालि गयो होइन अनि खम्दा चिमा कसरी हार्छ थाहा छैन टिभी पराजकाको त्यस्तै भयो त्यो काभ्रे सुब्बाको इन्जरी भएपछि नि त्यस्तो भयो अनि म्याक्स हेलोएर चाल चोलेर पनि त्यस्तो इन्टरटेनिङ फाइट थिएन अनि भोल्कानस्की र लोपेज थियो है फेब्रुअरीमा भोल्कानस्की र लोपेज थियो र त्यस्तै केही भयो जस्तो लाग्यो अनि जनवरीमा त्यस्तो भयो प्याडी पिमलेटले अपसेट हान्न जस्टिन गेजीले अपसेट हानिदियो कि लाइक हि फाइट गुड होइन एकदमै क्लियरली जितेको थियो होइन च्याम्पियन पनि भयो तर एभ्रीबडी थट प्याडी पिमलेट वुड वाज गन विन होइन अनि त्यसरी चाहिँ मेरो हिसाबमा चाहिँ त्यो पनि अपसेटै भन्छु कि मैले चाहिँ लाइक किन हो कि यार 2026 यस्तो अनप्रिडिक्टेबल भएको कसले सोचेको थियो कि यार कनर मेगरेगर अझ त्यो प्रेस कन्फरेन्स हेरियो होइन अनि वेइन हेरियो अनि सेरेमोनियल वेइन हेऱ्यो होइन यताउता सबै हेर्दाखेरि त राम्रै देखियो त्यो त यार अझ त्यो प्रेस कन्फरेन्सको के त्यो फेसअपमा हुन्छ नि त्यो मेटा क्लास लगाएर आएको हुन्छ हलोले चाप्पो छुपेर फालिदिन्छ कस्तो खतरा ओरा देखियो त्यो यार सबै डिसपोइन्टेड एकैचोटि पुरै डिसपोइन्ट भयो क्या यो फाइटको स्टार्ट्स हेरेन है अहिलेसम्म के भयो भनेर हेरौँ त के छ स्टार्ट्स भनेर ओ टोटल स्ट्राइक छ अरे ए यो उस भयो क्या त्यो हुन्छ नि त कर्न मेगरेगरले सुतेर पनि त किकहरू थ्रो गरिरहेको थियो नि त लाइक यस्तो थियो होइन यस्तो खतरा थियो होइन यस्तो हेयर कटहरू राम्रो थियो नि त हेयर स्टाइल राम्रो थियो सालालाई मोहक हानेर आइदिएर अनि होलोले चाहिँ ग्राउन्ड एन्ड पाउन्ड हानेको होइन अनि कर्न मेगरेगरले चाहिँ त्यो ब्याकमा हुँदाखेरि चाहिँ पन्चेसहरू अनि किकहरू चाहिँ थ्रो गरेको थियो त्यही जो देखाएको स्टार्ट चाहिँ तर नकडाउन वान कसरी भयो यार त्यतिका दिस वाज द वर्स्ट आउटकम है इन्जरी हुने होइन फर्स्ट फाइटमा पनि मेगरेगरको एसिएल वा के एमसिएल हो कि के गर्थ्यो कि यस्तै केही न केही मसल टियर भएको थियो कर्न मेगरेगरको होइन फर्स्ट फाइटमा यिनीहरूको फर्स्ट राउन्डमा पनि अनि सेकेन्ड फाइट पनि यस्तै भयो कि लाइक इट वाज भेरी भेरी डिसपोइन्टिङ है ल यही योभन्दा धेरै कुरा नगरौँ होइन अहिले फेरि धेरै डिप्रेस भइन्छ अनि बेनवा सान्डानिज भर्सेस प्याडी पिमलेट यो फाइट चाहिँ लाइक अलि धेरै बेरसम्म जाला जस्तो लाग्थ्यो तर मलाई प्याडी पिमलेटले जित्छ भन्ने लगभग फिक्स थियो होइन मैले हिजो प्रिडिक्सन त्यो कम्युनिटी पोस्टमा पनि हाल्दै थिएँ त्यस्तै चाहिँ मैले प्याडी पिमलेटलाई रोजेको भनेको चाहिँ किन भन्दाखेरि बेनवा सान्डानिज इज भेरी भेरी रेकलेस के त्यस्तो रेकलेस हुन्न के हि जस्ट गोड्स फर द होइन यस्तो फिटमा गयो भने एकदमै ओपन हुन्छ होइन अनि ग्राउन्डमा गयो भने चाहिँ रिभर्सल गर्ने चान्स हुन्छ कि लाइक यसको लागि होइन राम्रो काउन्टर ग्राप्लर भयो भने चाहिँ जित्न एकदमै सजिलो छ क्या अनि यो फाइटमा चाहिँ प्याडी पिमलेटले त्यही जो देखायो है प्याडी पिमलेट होइन राम्रो जिजेछु छ होइन अनि यताउता रिभर्सल गर्न सक्छ होइन स्क्यामलहरू गर्न सक्छ लाइक फर्स्ट फाइट सुरु हुने बित्तिकै फाइट सुरु हुनुभन्दा पहिला पनि प्याडी पिमलेटको इन्ट्रान्स पनि राम्रो हुन्छ है ओ प्याडी द प्याडी ओ प्याडी द प्याडी सबले यस्तो गरिरहेको हुन्छन् होइन अनि प्याडी पिमलेटको चाहिँ एकदमै स्टार पावर देखिन्छ कि अनि फाइट स्टार्ट हुन्छ बेना सान्डेले चाहिँ पन्चेसहरू थ्रो गरेर हुन्छ अनि प्याडी पिमलेटले पनि एक दुईवटा पन्चेसहरू ल्यान्ड गरेको हुन्छ अनि लाइक इमिडिएटली टेक डाउन सुट गर्छ है बेना सान्डेनिजले अनि के गरेको यार एक सेकेन्डमा गिलोटिनको लागि हुन्छ नि गिलोटिनको ट्राई गर्यो अनि गिलोटिन सक्सेसफुल भएन होइन अनि बेनो सान्डेनिजले फेरि हल्का रिभर्सल गर्ला जस्तो लाग्थ्यो तर प्याडी पिमलेटले चाहिँ डाब्सटोक हुन्छ नि डाब्सटोकको पोजिसनमा के पुरै डाब्सटोक हानेको त होइन तर डाब्सटोकको पोजिसनमा चाहिँ लको हुन्छ कि प्याडी पिमलेटले बेनो सान्डेनिजलाई अनि लाइक त्यहीँबाट स्क्यामल गर्दा गर्दै यस्तो नेस्टी सबमिसन निकाल्छ नि यस्तो नेस्टी सबमिसन यस्तो बवाल सबमिसन थियो नि प्याडी पिमलेटको चाहिँ खतरा स्क्विज हानेको कि अनि प्याडी पिमलेटले आफैले जो भनेको थियो कि त्यो रेफ्रीलाई हिज आउट भन्छ कि होइन यस्तो साइडमा हेरेर मार्क गोडर थियो क्या रेफ्री होइन अनि हिज आउट भन्छ अनि ट्याक्क हात यसरी उठाउँदाखेरि हि वाज आउट कोल्ड है
अनि उड्दाखेरि चाहिँ कस्तो नपत्ता जस्तो कि भयो निन्द्राबाट उठे जस्तै हुन्छ नि, एक्कासी बिउजाउँदाखेरि हुन्छ नि कस्तो बिउजिन्छ नि त, झ्याप्प बिउजेर यताउता हेऱ्यो भने चाहिँ नि त के भयो जस्तो। अनि त्यस्तै गरी उठिदिएको बिहान साँडे चाहिँ त्यो चाहिँ कमेडी लाग्थ्यो। तर प्याडी पिम्लेट होइन हिज फकिङ गुड के, मैले त्यसै पिक गरेको होइन कि उसलाई जित्न, जस्टिन गेजलाई जित्नलाई होइन। अनि आई सेड हिज भेरी भेरी अन्डररेटेड फाइटर के, लाइक मान्छेहरूले रुचाउन होइन त्यो ट्रास टकहरू यताउता गर्छ होइन। अनि म्यान निड टु स्टार्ट टकिङ ल्याड यस्तो यस्तो भन्छ नि। यस्तो यस्तो चाहिँ खतरा भन्छ कि होइन। अनि त्यस्तो यस्तो ट्रास टक गरेर चाहिँ त्यस्तो रुचाउनन् कि प्याडी पिम्लेटलाई। तर हि इज भेरी भेरी गुड के, जेमा पनि राम्रो छ के। अझ यसको स्ट्राइकिङ चाहिँ झनै अन्डर रेटेड छ कि, अनि कसैले रेटै गर्दैन कि यसको स्ट्राइकिङलाई। लाइक हि इज भेरी गुड अन द काउन्टर्स, अनि ज्याबहरू राम्रो हान्छ। अनि हल्का ओपन भए पनि तर त्यस्तो धेरै ओपन चाहिँ हुन्न है, त्यस्तो नकआउट हान्न सहिलो हुने जस्तो ओपन चाहिँ हुन्न। तर जस्टिन गेजीले हल्का क्याच त गरेको थियो, तर त्यस्तो धेरै ओपन चाहिँ हुन्न है। अनि भेरी भेरी अन्डर रेटेड स्ट्राइकिङ। अनि यो फाइटमा चाहिँ अब सबमिसन खत्रै निकाल्यो होइन, वान अफ द बेस्ट सबमिसन आई हेभ एभर सिन। अनि त्यो सबमिसनमा के थियो भन्दाखेरि होइन, बेनो सान्टीले चाहिँ ट्राई पनि गरिरहेको थियो कि यताउता स्क्र्याम्बल गर्ने के, एकचोटि रोल पनि भएको, तर रोल भएपछि पनि प्याडी पिम्लेटले त्यो सबमिसनलाई चाहिँ छोडेन होइन। अनि त्यसपछि यस्तो खतरा स्क्विज गऱ्यो नि, यस्तो टाइट स्क्विज गऱ्यो नि त्यो ड्याब्सचोकको पोजिसनमा, लाइक ड्याब्सचोकै भने हो क्या यो सबमिसन चाहिँ। तर ड्याब्सचोकको पोजिसनमा चाहिँ यस्तो बवाल हान्यो नि, 52 सेकेन्डमा इन्ड भयो कि। यो मेन इभेन्ट राम्रो भएको है, यस्तो बवाल कार्ड हुन्थ्यो नि यार। यस्तो बवाल हुन्थ्यो। प्याडी पिम्लेट वोन होइन। अनि अब प्याडी पिम्लेट भर्सेस म्याक्स होलोवेको फाइट भइदियो हुन्थ्यो है अब चाहिँ। अनि जसले जित्छ नम्बर 1 कन्टेन्डर है यो च्याम्पियनसिपको लागि। कि प्याडी पिम्लेट भर्सेस चार्ल्स ओलिभेरा होइन, चार्ल्स ओलिभेरासँग हुन्न होला जहाँसम्म। अरमान सार्गेन भर्सेस चार्ल्स ओलिभेरा। अनि त्यसपछि जस्टिन गेजी भर्सेस अब त्यो फाइटमा जसले जित्छ त्यो जनवरी फेब्रुअरीमा। अनि कि प्याडी पिम्लेट भर्सेस इलिया टोपुरेगा गरे नै हुन्छ त एन्ड अफ द इयर, नोभेम्बर डिसेम्बर। त्यो भयो भने नि बवाल हुन्छ। तर म्याक्सवेलले कता लड्छ भने चाहिँ अहिले थाहा हुन्न। म्याक्सवेलले कोसँग लड्छ? म्याक्सवेल अर्को छ बे, म्याक्सवेल भर्सेस मरिसियो रुफी, त्यो चाहिँ बवाल हुन्छ त्यो भयो भने। जे त गरला न अब युएफसी वालाले जे पनि गरला नि, तर इट इज भेरी भेरी गुड है, राम्रो चाहिँ भयो। तर अलि अलि हल्का फाइट हेर्न चाहिँ मन लाग्थ्यो है मलाई चाहिँ। लाइक 2-2.5 मिनट त्यस्तै सबमिसन हानेको नि हुन्थ्यो कि, लाइक केही पनि भनेको फाइटमा, लाइक सबमिसन मात्रै भयो तर बवाल सबमिसन है। प्याडी पिम्लेट आई गिभ अ लट अफ प्रप्स टु यु है। अनि कोबी स्यान्डहेगन भर्सेस मारियो बटिस्टा, इट वाज भेरी भेरी क्लोज फाइट है। मलाई चाहिँ कस्तो एकदमै क्लोज लाग्थ्यो, तर किन हो अरूले अब किन राउन्ड 1 मात्रै देखाएर राउन्ड 2 राउन्ड 3 पनि त भएको थिएन यसमा त। थर्ड राउन्ड चाहिँ क्लियर मारियो बटिस्टाले जितेको थियो होइन। अनि म निन्द्रामा भएर नि होला होइन, तर दुइटै अगाडिको राउन्ड कोबी स्यान्डहेगनले जिते जस्तै लाग्थ्यो उहाँको। म लाइभमा त थिएँ, तर के भयो कि मैले यो फाइटमा राम्रोसँग अगाडिको दुइटा राउन्डहरू राम्रोसँग हेर्नै पाएन क्या। हेर्न त हेरेको होइन, मजाले लाइभमै बसेर हेरेको, तर आई थट इट वाज अ ड्र के। लास्टको राउन्ड चाहिँ 10-8 भयो जस्तै लाग्थ्यो होइन। अनि पछि चाहिँ 10-8 भन्दा पनि लास्ट टाइम गएर 10-9 भएको थियो। तर बटिस्टाले अर्को राउन्ड चाहिँ कौन जित्यो भनेर म कन्फ्युज छु है अझै पनि। स्ट्राइकिङमा चाहिँ राम्रै चलेको थियो फाइट होइन। अनि कोबी स्यान्डहेगनले काउन्टर्सहरू ल्यान्ड गरेको थियो, लाइक सेकेन्ड राउन्डै जितेको हुनुपर्छ है मारियो बटिस्टाले। फर्स्ट राउन्डमा चाहिँ दामी काउन्टरहरू हानिरहेको थियो, त्यहाँ लेफ्ट हुकहरू अनि लेफ्ट ज्याबहरू होइन, यस्तो मजाले हानिरहेको थियो, स्ट्यान्ड स्विचहरू राम्रो गरिरहेको थियो। लाइक सेकेन्ड राउन्ड जित्यो होला मारियो बटिस्टाले। अनि थर्ड राउन्ड चाहिँ क्लियर थियो है, रक गरेर होइन, नकडाउन पनि गरेको थियो थर्ड राउन्डमा एकचोटि। यो फाइट पनि अब त्यस्तो राम्रो थियो है, हेर्न सक्नुहुन्छ है त। लाइक मैले यसको धेरै फाइट हेरेन कि, लाइक वर्ल्ड कप चलिरहेको छ यार। वर्ल्ड कपले पनि मेरो यो युएफसीको भिडियो बनाएन कि, मैले किन इङ्ल्यान्डले जित्यो होइन एकदमै बवाल खुसी लाग्यो होइन। मेरो फेभरेट टिम इङ्ल्यान्ड हो। अनि अर्जेन्टिनाले जित्यो होइन। अनि अर्जेन्टिनामा अब मेस्सी मेरो फेभरेट प्लेयर भयो, लाइक आइ एम भेरी भेरी ह्याप्पी फर द्याट। तर युएफसी हेरेन क्या मैले आज यार। प्रिलिम्सको जम्मा 2टा फाइट मात्रै हेरेँ, अनि मेन कार्डको एउटा फाइट छुटाएँ मैले। यो फाइट चाहिँ मैले हेरेको राम्रोसँग याद छैन होइन। अनि फ्लाइवेट बाउट यो फाइट चाहिँ राम्रो भएको थियो, तर थर्ड राउन्डमा गएर ब्रेन्डन रोयलले रियर नेकेड चोक हान्छ है। लाइक एकचोटि रक पनि हान्छ होइन, ड्रप पनि गर्छ, नकडाउन पनि हान्छ लियोनार्डो कार्बेनरले, तर फिनिस चाहिँ हानेन कि। सेकेन्ड राउन्डमा चाहिँ रक हान्छ ब्रेन्डन रोयललाई, थर्ड राउन्डमा चाहिँ रियर नेकेड चोकले कमिसन हान्छ है। यो फाइट पनि अब यो फाइट चाहिँ मैले राम्रोसँग हेरेको होइन। अनि किङ रेनवाला फाइट चाहिँ हेरेकै होइन है त। मेरो प्रिडिक्सन चाहिँ राइट भएछ होइन। अब सरी पर्दा होइन, मैले यस्तो भिडियो जो हुन्छ नि फाइटै नहेरिकन भिडियो बनाएको छु होइन। मैले पछि पनि हाइलाइट पनि हेरेको छैन कि। लाइक मैले गरेको प्रिडिक्सन मध्ये चाहिँ एउटा यो म्याक्स होलोवेरा राइट भयो, प्याडी पिम्लेट राइट भयो,
अनि मरियो बाटिस्टावाला राइट भयो, ब्रेन्डन रोयवालवाला चाहिँ रङ भयो, मैले लुनर काबिनाले जित्छ जस्तो लाग्थ्यो तर ब्रेन्डन रोयवालले जित्यो होइन थर्ड राउन्डमा गएर सबमिसनले। अनि बबी ग्रेनले जित्छ भन्थ्यो अनि बबी ग्रेनले नि जित्यो है त। अनि निकिता कोला भर्सेस रोबर्ट विटेकर, यो फाइटमा चाहिँ रोबर्ट विटेकर एकदमै फास्ट पेस देखेको थियो होइन, एकदमै फास्ट थियो। अनि निकिता कोलाले खासै सक्सेसै पाएन कि, सक्सेस भन्दा पनि केही फाइटमा भस्ती भने कि लाइक रोबर्ट विटेकर वाज भेरी भेरी फास्ट फर द निकिता कोला भाइ, एकदमै फास्ट थियो के, पेस पक्रिनै सकेन के हुन्छ नि, काउन्टरहरू हान्न नि सकेन। अनि हल्का हल्का लेग किक त हानिरहेको थियो तर त्यस्तो खासै फरक चाहिँ परेको थिएन बबी नकल्सलाई, अनि बबी नकल्सलाई चाहिँ हानिदियो, थर्ड राउन्डमा टिकियो। काउन्टरहरू राम्रो हानेको थियो बबी नकल्सले तर धेरै पावर नभएर, पावर अलि राम्रो हुन्थ्यो भने निकिता कोलाले फर्स्ट राउन्डमै चाहिँ नकआउट हुन्थ्यो यार, पावर चाहिँ अलि भएन तर रोबर्ट विटेकरको चाहिँ खासै सक्सेस पाउला जस्तो लाग्दैन, एकदमै सानो देखियो के यो फाइटमा। लाइक निकिता कोलालाई ह्याड होइन भेरी भेरी एडभान्टेज के, त्यो आफ्नो फ्रेमको हुन्छ नि, फ्रेमको अनि वेटको चाहिँ एकदमै एडभान्टेज हो जस्तो लाग्यो। अनि रोबर्ट विटेकर चाहिँ एकदमै हुन्छ नि मोटे मान्छे के, त्यो वेट क्लास भन्दा नि अलिकति धेरै मोटो भयो जस्तै त्यस्तो चाहिँ देखेँ। लाइक इलेटो पनि 185मा लडे जस्तै देखियो कि, 185 भन्दा पनि 170मा भनौँ है, अब त्यस्तो हल्का फ्याट देखिएको थियो कि हुन्छ नि, अलि मसल बिल्डर गरेको होइन तर फ्याट देखिएको थियो कि। बबी नकल्सले चाहिँ थर्ड राउन्डमा गएर टिक्यो भने कि यो फाइट चाहिँ हेरेको नि राम्रै थियो। अनि अझै अर्को फाइट चाहिँ होइन, यो फाइटको बारेमा कुरा गर्न मन लाग्यो, गेबल स्टिभन्सन भर्सेस एलिसा एल्सन है। यो फाइटमा चाहिँ गेबल स्टिभन्सन त्यस्तो राम्रो चाहिँ देखेन, लाइक फिनिस त हान्यो होइन, नकआउटले फिनिस हान्यो तर हि वाज भेरी भेरी ओपन होइन, अनि काउन्टरहरू खाइरहेको थियो, टेक डाउन पनि गर्न सकेन होइन। अब एलिसनको टेक डाउन डिफेन्स राम्रो भयो भने होला तर टेक डाउन गर्न सकेन। अनि हि वाज भेरी भेरी रियाक्टिभ है होइन, अपोनेन्टको सर्टबाट चाहिँ धेरै रियाक्टिभ थियो होइन, टेक डाउन हल्का सुट गरे जस्तै गरेको थियो होइन यो एल्सनले, तर त्यस्तै चाहिँ यस्तो खतरा हुन्छ नि टेक डाउन डिफेन्सको लागि कि आफै चाहिँ पछारिन्छ कि, त्यो चाहिँ हाँसो लाग्थ्यो तर त्यस्तो राम्रो चाहिँ देखिएन है गेबल स्टिभेन्सनको। अब यसको यो फाइटमा धेरै राम्रो देखेको भनेको चाहिँ के भन्दाखेरि टिप किक चाहिँ हुन्छ नि, बडी किक चाहिँ राम्रो हानेको थियो अब जुन जुनसँग ट्रेनिङ गरे नि होला, अनि यस्तो किकहरू हाने हेभीवेटले सक्दैनन् भन्ने थियो होला। अनि तर हेर्दाखेरि चाहिँ फ्याटै देखियो होइन, अब यो फोटोमा चाहिँ हेर्न सक्नुहुन्छ होइन, एकदमै फ्याट देखियो नि त। अनि फ्याट चाहिँ यस्तो, अनि रेस्लिङ राम्रै होला भन्नुपर्छ होइन, अब माथि माथि गएपछि अब लाइक इम्प्रुभ गर्ला। फर्स्ट राउन्डमा चाहिँ नकआउट निकाल्यो, अब के कुरा गर्न सकिन्छ। बडी किक राम्रो हानेको थियो अनि स्ट्राइकिङमा पनि काउन्टरहरू चाहिँ खाइरहेको थियो है। एलिसनको पावर त्यस्तो धेरै नभएर होला कि खै के होला, नभए चाहिँ अलिक पावरफुल स्ट्राइकर हो भए चाहिँ नकआउट हुन सक्थ्यो है स्टिभेन्सनको। त्यस्तो सक्सेस पाउला जस्तो मलाई अझै पनि लागेन है स्टिभेन्सनले। लाइक रिजनल सिनमा चाहिँ राम्रै हानेको थियो होइन तर युएफसीको चाहिँ अब लेभलै छुट्टै छ नि त। भेरी भेरी इन्ट्रेस्टिङ टु सी होइन यसको करियर चाहिँ कस्तो हुन्छ भनेर। यो पनि प्रिडिक्सन राइट भयो, यो रोबर्ट विटेकर होइन अनि केवल स्टिभेन्सन चाहिँ दुइटै राइट भयो प्रिडिक्सन। अनि कोडी ग्यारेट चाहिँ नकआउट भएछ यार, मैले हेर्नै पाएन। यसले चाहिँ नकआउट हान्दैछ है त, इएनएजले नकआउट हान्दैछ। यो फाइट हेरेन मैले होइन। अनि लुक राइलीले जित्छ भने थियो, लुक राइलीले पनि जितेछ। अनि ट्रेसी कोटेज हार्छ भन्थे, त्यो पनि हारिछ होइन। अनि पिनासले जित्छ भनेको त्यो पनि राइट भयो। अनि भासपातले जित्छ भने त्यो पनि राइट भयो। अनि यसमा चाहिँ मैले यसको त प्रिडिक्सन थिएन क्या है, मैले भुलेँ। अनि कोस्टाले जित्छ भने थियो, त्यो पनि कोस्टाले जित्यो। लाइक धेरै धेरै प्रिडिक्सनहरू राइट त भयो तर मेन इभेन्टले हल्का डिसपोइन्ट गर्यो कि। त्यो मेन इभेन्ट राम्रो भएको चाहिँ यस्तो बवाल आउँथ्यो नि, बवाल मजा आउँथ्यो कि। सो इट इज वाट इट इज गर्थ्यो नि त होइन। वी क्यान फाइन्ड आउट सन्डे नाइट गर्थ्यो नि, अनि सटरडे नाइटमा फाइन्ड आउट पनि गरियो, त्यो फाइटै भएन। अब चाहिँ सी होइन नेक्स्ट भिडियो आउँछ होइन, डिफिकल्स डुप्लिसीवाला भिडियो चाहिँ बनाउँछु है मैले। म धेरै इन्कन्सिस्टेन्ट भयो कि, लाइक 25 दिन जति भयो क्या मैले भिडियो चाहिँ नराखेको। अनि 2 हप्ता चाहिँ मैले यत्तिकै छोडिदिएँ कि युएफसी छोडिदिएँ, के भन्छ रफाल पिजिएफवाला कार्ड। अनि त्यसपछि अस्ति भर्खरै कसको भएको थियो यार, अस्ति भर्खर नि एउटा भएको थियो क्या, त्यो कता अजरबाइजान हो कि कतातिर भएको थियो क्या, त्यो पाइरेट लडेको थियो नि त, त्यो वाला कार्ड पनि छोडिदिएँ। होइन त्यो त एउटै कार्ड हो क्या, रफाल पिजिएफवाला कार्ड त त्यो एउटै कार्ड हो। त्यसो अझै एउटा कार्ड भएको थियो, त्यो ट्याक्क भुलेँ कसको थियो। अब चाहिँ कन्सिस्टेन्ट हुने कोसिस गर्छ है त। वर्ल्ड कप भएपछि त कन्सिस्टेन्ट हुन्छु, तर साला वर्ल्ड कपले मेरो निन्द्रा खराब गर्यो कि, सुत्नै पाइन्न, रातभरि गेम हुन्छ। त सी यु इन द नेक्स्ट भिडियो है त। सबैलाई गुड बाई। च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। अनि यो भिडियोमा चाहिँ एडिट हुन्न है, एडिट नगरेकोमा चाहिँ अब के भन्ने।
टाइमै हुन्न कि कस्तो निन्द्रा लागिरहेको छ। यो वर्ल्ड कप भएपछि चाहिँ एडिटहरू यताउता गरेर भिडियो राख्छु होइन, अनि च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ, अनि भिडियोलाई लाइक गरिदिनु होला होइन। अनि कार्ड चाहिँ कस्तो लाग्यो होइन, अब लास्टमा चाहिँ डिसएपोइन्टेड हुनुहुन्छ भन्ने मलाई थाहा छ, तर कार्ड कस्तो लाग्यो ओभरअल होइन, अनि पर्फर्मेन्सहरू कस्तो लाग्यो प्याडी पिमलेटको त्यो चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। ल सी यु इन द नेक्स्ट भिडियो त, बाई।